प्रश्न नम्बर 1 मा हेरौँ, इतिहासका पिता भनेर कसलाई चिनिन्छ भनेको छ। हामी अप्सन हेर्छौँ, हेरोडोटस, थियोडोरस, प्यानियासिस र एरिस्टोटल भनेको छ। यसको राइट अप्सन रहेको छ हेरोडोटस। र प्रश्न नम्बर 2 मा हेरौँ, चाँकुनारायण मन्दिरको निर्माण कसले गरेका हुन् भनेको छ। हामी यसको अप्सन हेर्छौँ, राजा मानदेव, राजा धर्मदेव, अंशुवर्मा र राजा महेन्द्र। यसको राइट अप्सन रहेको छ राजा मानदेव। र प्रश्न नम्बर 3 मा हेरौँ, उपग्रह नहुने ग्रहहरू कुन कुन हुन् भनेको छ। हामी यसको अप्सन हेर्छौँ, बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण भनेको छ। यसको राइट अप्सन रहेको छ बुध, शुक्र। र प्रश्न नम्बर 4 मा हेरौँ, राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ भनेको छ। हामी यसको अप्सन हेरौँ, असोज 1 गते, असोज 2 गते, कार्तिक 1 गते, कार्तिक 2 गते भनेको छ। यसको राइट अप्सन रहेको छ असोज 1 गते। र प्रश्न नम्बर 5 मा हेरौँ, नेपालको पहिलो वैज्ञानिक भनेर कसलाई चिनिन्छ भनेको छ। हामी यसको अप्सन हेर्छौँ, देव शमशेर, मोहनदास बस्नेत, गेहेन्द्र शमशेर, विमान पण्डित भनेको छ। यसको राइट अप्सन रहेको छ गेहेन्द्र शमशेर। र प्रश्न नम्बर 6 मा हेरौँ, नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपविजेता टिम कुन हो भनेको छ। हामी यसको अप्सन हेरौँ, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट, चितवन डाइनो, विराटनगर किङ्स। यसको राइट एन्सर रहेको छ सुदूरपश्चिम रोयल्स र विजेता टिम चाहिँ जनकपुर बोल्ट्स। र प्रश्न नम्बर 7 मा हेरौँ, नेपालको 66औं साक्षर जिल्ला कुन हो भनेको छ। हामी यसको अप्सन हेर्छौँ, जुम्ला, खोटाङ, हुम्ला र उदयपुर भनेको छ। यसको राइट अप्सन रहेको छ जुम्ला। विक्रम सम्वत 2081 मङ्सिर 12 बाट।